नमस्कार, स्वागत छ तपाईलाई हाम्रो यो बुक नलेज युट्युब च्यानलमा। भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने कृपया हाम्रो यस बुक नलेज युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, जसले हामीलाई नयाँ ऊर्जा मिल्नेछ। हामी सबैको मनमा एउटा प्रश्न कहिलेकाहीँ आइरहन्छ, म किन जन्मिएको हुँ? मेरो जीवनको वास्तविक उद्देश्य के हो? धेरै मानिसहरू सफलता, पैसा र सुविधाको खोजीमा दौडिरहेका हुन्छन्, तर भित्री खुसी र सन्तुष्टि खोज्न बिर्सिरहेका हुन्छन्। हामी मध्ये धेरैजना एउटा यस्तो जीवन बाँचिरहेका छौँ जहाँ पैसा त होला, तर मनमा शान्ति र सन्तुष्टि छैन। कोहीसँग समय छ, तर के गर्ने भन्ने अन्योलता, पैसा र उत्साह छैन। इकिगाई एउटा किताब मात्र नभएर सुन्दर दर्शन पनि हो। इकिगाईले हामीलाई जीवनको अर्थ र उद्देश्य बुझ्न मद्दत गर्दछ। जापानको ओकिनावा टापुका मानिसहरू संसारमै सबैभन्दा सुखी र धेरै जीवन बाँच्छन्। उनीहरूको यो सुखी र लामो जीवनको एउटै रहस्य छ, जसलाई भनिन्छ इकिगाई। इकिगाई दुई जापानी शब्दबाट बनेको छ। इकी भन्नाले जीवन, गाई भन्नाले अर्थ वा उद्देश्य हो। अर्थात् इकिगाई भनेको जीवन जिउनुको अर्थ र उद्देश्य हो, वा बिहान उठ्ने प्रेरणा हो। यो दर्शनले भन्छ, जब मानिसले आफ्नो रुचि, क्षमता, संसारको आवश्यकता र आफ्नो कामलाई एउटै बाटोमा जोड्न सक्छ, तब उसले सन्तुलित र अर्थपूर्ण जीवन पाउन सक्छ। आजको यो भिडियोले तपाईको सोच्ने तरिका बदल्न सक्छ। आउनुहोस्, सँगै खोजौं तपाईको जीवनको इकिगाई। आफ्नो इकिगाई पत्ता लगाउन हामीले केवल 4वटा प्रश्नको उत्तर खोज्नुपर्छ। पहिलो स्तम्भ, व्हाट यु लभ। तपाईलाई के गर्न मन पर्छ? त्यस्तो काम जुन गर्दा तपाई समय बिर्सनुहुन्छ, जसमा तपाईलाई कसैले करकाप गर्नु पर्दैन, चाहे त्यो गीत गाउने होस्, लेख्ने होस्, नयाँ प्रविधि सिक्ने होस्, वा अरूलाई मद्दत गर्ने होस्। दोस्रो स्तम्भ, व्हाट यु आर गुड एट। तपाई के काममा सिपालु हुनुहुन्छ? तपाईको भित्री क्षमता वा कला के हो, जुन काम तपाई अरूभन्दा सजिलै र राम्रोसँग गर्न सक्नुहुन्छ? यो जन्मजात पनि हुन सक्छ, वा तपाईले मेहनत गरेर सिकेको पनि हुन सक्छ। तेस्रो स्तम्भ, व्हाट यु क्यान बी पेड फर। तपाईले कुन कामबाट पैसा कमाउन सक्नुहुन्छ? जीवन चलाउन आर्थिक रूपमा सबल हुनु जरुरी छ। त्यसैले तपाईको कुन यस्तो सिप छ जसको लागि मानिसहरू तपाईलाई पैसा तिर्न तयार हुन्छन्? चौथो स्तम्भ, व्हाट द वर्ल्ड नीड्स। संसारलाई के कुराको आवश्यकता छ? तपाईको वरपरको समाज वा संसारलाई तपाईले कसरी योगदान दिन सक्नुहुन्छ? तपाईको कुन कामले अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ? जुन काम गर्न तपाईलाई मन पर्छ र त्यो काम गर्न तपाई जान्ने वा सिपालु हुनुहुन्छ भने त्यो नै प्यासन हो। जुन काम गर्न तपाई सिपालु हुनुहुन्छ र त्यो काम गरे बापत तपाईले पैसा पनि कमाइरहनु भएको छ भने त्यो हो तपाईको प्रोफेसन। समाज, देश र संसारलाई चाहिने चिज तपाईले बनाउनु भयो र त्यसबाट तपाईले पैसा पनि कमाइरहनु भएको छ भने त्यो हो भोकेसन। जुन चिज संसारलाई चाहिरहेको छ र तपाईलाई बनाउन पनि मन लाग्छ भने त्यो हो तपाईको मिसन। यो सबैको कम्बिनेसन नै इकिगाई हो। जस्तै उदाहरणको लागि, एकजना उदीप भन्ने केटा छ। उसलाई फोटोग्राफी एकदमै मन पर्छ र उसले फोटो खिच्न राम्रोसँग जानेको छ। विभिन्न इभेन्ट प्रोग्रामहरूमा उसले फोटो खिचेर पैसा पनि कमाउँछ। मानिसहरू उसको फोटोग्राफी मन पराएर उसलाई आफ्नो इभेन्टहरूमा फोटो खिच्न बोलाउँछ। उदीपलाई फोटो खिच्न रमाइलो लाग्छ। अब यहाँ हेरौँ उदीपको इकिगाई। उदीपले मन पराउने काम फोटोग्राफी। उसलाई फोटो खिच्न राम्रोसँग आउँछ। उदीपले मन पराएको काम र मन पराएको काममा सिपालु हुनु भनेको प्यासन हो। मन पराएको कामबाट पैसा कमाउनु भनेको प्रोफेसन हो। उसको कामको समाज वा संसारलाई आवश्यकता पर्छ र पैसा पनि दिन्छ भने त्यो हो भोकेसन। संसारलाई पनि आवश्यकता छ
र उदिपलाई पनि फोटो खिच्न रमाइलो लाग्छ भने त्यो हो मिसन। यो सबैको कम्बिनेसन नै उदिपको इकिगाई हो। सोच्नुहोस्, यदि तपाईँ आफूलाई मनपर्ने काम मात्र गर्नुहुन्छ तर त्यसबाट पैसा आउँदैन भने तपाईँ खुसी त हुनुहुनेछ तर गरिब रहनुहुनेछ। यदि तपाईँ पैसा मात्र कमाउने काम गर्नुहुन्छ तर त्यो तपाईँलाई मन पर्दैन भने तपाईँ धनी त हुनुहुनेछ तर भित्रभित्रै रित्तो महसुस गर्नुहुनेछ। जब यी चारवटा कुरा तपाईको इच्छा, तपाईको सिप, समाजको आवश्यकता र आर्थिक आम्दानी एकै ठाउँमा भेटिन्छ त्यहाँ इकिगाईको जन्म हुन्छ। त्यही बिन्दुमा तपाईले आफ्नो जीवनको वास्तविक सन्तुष्टि पाउनुहुन्छ। इकिगाई कुनै एकै रातमा भेटिने कुरा होइन, यो एउटा यात्रा हो। यसको सुरुवात साना कुराहरूबाट हुन्छ। हरेक दिन आफूलाई मनपर्ने सानो कामको लागि समय निकाल्नुहोस्। वर्तमान समयमा बाँच्न सिक्नुहोस्। हतार नगर्नुहोस्। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् र सधैँ सक्रिय रहनुहोस्। र सबैभन्दा महत्त्वपूर्ण, आफ्ना भावना र मनको आवाजलाई सुन्नुहोस्। याद राख्नुहोस्, जीवन केवल एउटा दौड मात्र होइन, यो त एउटा सुन्दर अनुभव हो। अरूको जस्तो बन्ने प्रयासमा आफ्नो मौलिकता नगुमाउनुहोस्। तपाईको इकिगाई अरू कसैको भन्दा फरक वा विशेष हुन सक्छ र त्यो नै तपाईको विशेषता हो। आज एउटा कागज र कलम लिनुहोस् र यी 4 प्रश्नको जवाफ लेख्न सुरु गर्नुहोस्। आफ्नो उद्देश्य भेटाउनुहोस् र हरेक बिहान एउटा नयाँ ऊर्जाका साथ बिउजनुहोस्। यदि आजको यो भिडियोले तपाईको मनमा थोरै भए पनि सकारात्मक ऊर्जा थपेको छ भने भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। आफ्नो अमूल्य समय दिनुभएकोमा धन्यवाद। आफ्नो इकिगाई खोज्दै गर्नुहोला। हस्त, धन्यवाद, नमस्ते।